व्यवसायलाई समात्यो र बिल भएन र के भएन र यो वातावरण मिलाउनको लागि अब के गर्नुपर्छ त? साँच्चै अब एउटा कदम चाहिँ हामी सङ्घ महासङ्घले चाल्नुपर्छ भन्ने मलाई लाग्छ। यहाँ निवेदन गरेँ मैले यहाँलाई। म महासङ्घका आजका यस कार्यक्रमका प्रमुख अतिथिहरूलाई भन्न चाहन्छु, हामीलाई आचार संहिता अलि कस्तो ढङ्गबाट जारी गर्नुभयो, तर हामीलाई त्यसलाई बजारमा कसरी हामीले चाहिँ उहाँहरूको हातमा पुर्याउने, कसरी उहाँहरूलाई प्रस्ट्याउने भन्ने बारेमा हामी अन्योलतामा छाइरहेका थियौँ। तर यसो भन्दै गर्दा 2081 सालमा हामीले चाहिँ यो अरिकल यो ब्याङ्कुटमा हामीले आचार संहिता 2081 जारी गऱ्यौँ। अति नै 400 साथी सदस्य व्यवसाय साथीहरूले त्यहाँ चाहिँ सहभागी हुनुभएको थियो। त्यो कस्तो हो, के का लागि आउँदैछ आचार संहिता भनेर धेरै बुझेर जानुभयो।